तीनटा भ्रममा तपाईहरुलाई यही चिर दिन्छु, तपाईहरुले यो कुरालाई हाइलाइट गरेर राख्नु होला। एउटा के भनियो, नेपालमा संवैधानिक राज संस्था जुन राप्रपाले बोकेको छ यो चाहिँ पश्चगामी हो, यो चाहिँ पछाडी फर्ने प्रतिगामी हो विचार हो भन्नुभयो। विश्वका 30 भन्दा विकसित मुलुकमा संवैधानिक राज संस्था छ, एक यो सत्य हो हैन। अब दोस्रो के भनियो, राज्यको धर्म हुँदैन भनियो हैन, धर्म चाहिँ सापेक्ष हुनु हुँदैन, धर्म निरपेक्ष ठिक छ भनियो। तर यो कसले भन्यो? युरोपियनहरुले, जसले चाहिँ आफ्नै देश क्याथोलिक छन्, कुनै स्टेट, कुनै प्रोटेस्टेन्ट छन्, कुनै इस्लामिक देश छन्, तर नेपाललाई हिन्दू राष्ट्र हुनु हुँदैन भनेर भन्यो। अब अर्को तपाईले भन्नु संघीयता आयो भने देश स्वर्ग हुन्छ भनियो। तर विश्वका 1 देखि 50 सबैभन्दा अब्बल मुलुकहरू हेर्नु भयो भने त्यहाँ संघात्मक शासन हैन, एकात्मक शासन छ। त्यही भएर अहिलेको युवाहरूलाई इतिहासै पढाइएन हैन। इतिहास नपढेपछि त राज संस्थाको योगदान के थियो हैन, यो सब कुराहरू, देशमा धर्म हुनुको महत्व के थियो भन्ने कुराहरू त उहाँले पढ्नै बुझ्नै भएको छैन यो जेनेरेसनले। त्यसले गर्दाखेरि म भन्छु लहर एकछिनको हुन्छ, विचार अडिगो हुन्छ। मेरो पार्टी, हामी आत्मकेन्द्रित राजनीतिमा विश्वास गर्दैनौं, संस्था केन्द्रित राजनीतिमा विश्वास गर्छौं। संस्थागत राजनीति दिगो हुन्छ, दीर्घकालीन हुन्छ। अब यो ट्रेन्ड लहर भनेको चाहिँ चलिरहन्छ, आउँछ जान्छ। तपाईले विश्वभरि उदाहरण केलाएर हेर्नुभयो भने पनि तपाईको आम आदमी पार्टी आज कुन अवस्थामा छ यसले नै धेरै कुरा प्रश्न पार्छ हैन। हिजो मात्र खोलिएका पार्टीहरू आज विचार के हो त? विलय हुन्छ एक दिनमै पार्टीको, 1 महिना नभइकन पनि विचारै विलय हुने, यो कस्तो विचार हो? र अर्को कुरा, अब तपाईले भन्नुभयो नि गणतन्त्रवादी किताबमा उभिएको नयाँ भनिएका साथीहरूले चाहिँ के प्रश्न पार्नु पर्छ भन्दाखेरि उहाँहरूको विचार यसरी मिसियो। अहिले हिजोसम्म इलाममा गएर हिन्दूहरूलाई काटिनुपर्छ, रेटिनुपर्छ, हिन्दूहरूको रगत हामीले खानुपर्छ भन्ने व्यक्तिहरू आज राष्ट्रिय स्वतन्त्र पार्टीमा छन्। भनेपछि के राष्ट्रिय स्वतन्त्र पार्टी भनेको एकै विचारको एकै मान्छेहरूको हैन नि? पार्टी एकीकरण भइसकेपछि अब किता चाहिँ क्लियर गर्नुपर्छ। तपाईले भन्नुभयो अब अर्को प्रश्नमा जाउँ। क्लियर छौं हामी, सुशासनमा क्लियर छौं, अर्को प्रश्नमा क्लियर छौं। उहाँहरूले पनि त अब क्लियर गर्नु पर्यो कि उहाँहरू हिन्दू विरोधी पार्टी हो हैन। राष्ट्रको विषयमा पनि मौन रहने। अर्को प्रश्न सोध्न चाहे, जसरी तपाईले भन्नुभयो नि हामी बहुमत ल्याउँछु भन्नुभयो नि, अहिले जताततै चर्चा चाहिँ ल्याउँछु भनिन, मैले व्यवहारिक नयाँ पार्टीहरूले बहुमत ल्याउँछन् भनेर भनिराख्नु भएको। मैले भनेको छैन, मैले कहिले भने त्यो कुरा? तपाईले त आफ्नो पार्टी बहुमत ल्याउँछ। मैले मेरो पार्टी पहिलो पार्टी हुन्छ भने यो अव्यवहारिक कुरा म गर्दिन नि। कांग्रेस छ, एमाले छ, रासपाहरूको चाहिँ तपाईको यो नयाँ उब्जिएको पार्टीमा त यो पार्टी त सबैभन्दा समस्याग्रस्त हङ पार्लियामेन्ट अहिले चाहिँ